आमा हजुर के गरे मेरो छोरी जन्मियो भने नकरा छोरै पाउनु पर्छ हेर मेरो वंश धान्न परेन छोरीवाला तारका घर गइहाल्छन् के हो मेरो वंश धान्नी मलाई त नाति नै चाहिन्छ बुहारीले उहाँ पुस्तकाकी खान छोडिसके तपाईँ छोराछोरा भनिराख्नु होला मैले फेरि अर्कै झाँक्रीलाई देखाइसकेँ नि अर्कै औषधि खुवाइसकेँ हेरिराख्न बुहारीले छोरै पाउँछ अहिले त्यो पुस्तकारी घिसिङले गरिमालाई खुवाइरहेछ के हो गरिमा साँच्चीकै पुस्तकारी खान थाले हो र त्यो चाहिँ फेरि बाले लगेर लुकाइ दिनु हुँदो रहेछ होइन कस्तो खालको छिमेकीमा परेछौ हामी पनि यार गरिमा घर त अन्तै पो सर्नु पर्ला जस्तो छ त धेरै कस गर्छ हेर घिसिङ तिम्रो लागि मैले मेरो छोरी छोडेर आएको छु यदि तिमी दायाँ बायाँ यताउता लाग्यौ भने नि मैले तिम्रो टुप्पी रियाएर 7 गाउँ घुमाउन सकिनँ भने नि मेरो नाम पनि गरिमा होइन बुझ्यौ ए छोड दे त्यो जगतेको छोरी अब तैँले फुलमाया घिसिङ पाउनुपर्छ बुझिस् यस पाउँछ फुलमाया घिसिङ जस्मिनलाई नै अब आफ्नो छोरी मानेर बस्ने बुझ्यौ परेको छैन त्यो जगतेको छोरी हो अब हामी आफ्नै छोरी पाउनुपर्छ बुझिस् कठै बडा लै अब एउटा गाममा करेल केटो ठो अब गाममा भैँसी चराउँथ्यो हाम्रो बेपट्टा भाटो गोडा 15 दिन त के प्रगति गरौँ भनेको त यहाँ इन्द्रेडी पो बनाएर आएर छ ल अब म त खोज्दै बाटोमा उता भुटानको लामी डाँडा हुँदै आउँदै यहाँ आउँदाखेरिमा त लौ न आएछ काका भनेर स्वागत गर्न थाल्यो मलाई त लौ अब म पनि खानदानी खालको मान्छे भुटानको लामी डाँडा त म त खत्रै खालको मान्छे हो नि त फेरि एक सिटी मारेपछि त 17वटा केटी ठाउँको ठाउँ लाइन लाउँथे त्यत्रो कला भएको मान्छेलाई लौ न काका मलाई केही इलाम लगाइदेऊ भन्दै थियो यहाँ आएर एउटा इलाम गरेछ खुसी लाग्यो भाउजू मलाई हरिले छोडेर जानुभयो म विधवा भएँ भाउजू आमा सबैले हरि मरे भन्छन् तर मलाई थाहा छ हरि कतै पनि जानुभएको छैन हरिलाई बोलाइदिनु न नानी कति दिन यसरी दुःखी भएर बस्नुहुन्छ भन्नु त